समाज भाँड्ने बिथोल्ने, समाजमा अराजकता मचाउने, समाजमा कानुन उल्लङ्घन गर्ने, कानुन नचाहिने, कानुनको बर्खलाफ गर्ने कामको नेतृत्व सरकारले गरिरहेको छ। सरकारको काम त कानुनी राज स्थापना गर्ने हो, न्यायपूर्ण कानुन बनाउने संसदको काम हो। संसद सरकारबाट दमित छ। दमित संसदले सरकारी इच्छा अनुसारका 4 घण्टामा बजेट छलफल गरिवरिकन पास गर्छ। दमित पार्लियामेन्ट। राज्यका सबै, एउटा अङ्ग मात्रै किन भनौँ, राज्यका 3टै अङ्क, राज्यका सबै विभाग, सबैको हालत त्यही छ। सबै कार्यकारिणी नियन्त्रित, कार्यकारिणीको इच्छा अनुसार चल्न पर्ने। यो स्थितिलाई कसरी तोड्ने? यो पोलिटिकल पार्टीहरूले यस स्थितिलाई तोड्नु पर्ने। अब पोलिटिकल पार्टीहरूको दृष्टि चाहिँ खतमै छ, दूर, यो टाढा देख्ने चाहिँ खतमै छ। नजिकै देख्ने प्लस चाहिँ ठिकै छ, प्लस त देख्छन्, तर माइनस चाहिँ पोलिटिकल पार्टीहरूले, फोर्सले, समाजले कसैले पनि देख्न छोड्यो, टाढा देख्न छोड्यो। आँखामा माइनस यति भयो भन्यो भने त्यो टाढा देख्दैन। माइनस चाहिँ धेरै 10-15ले नै गायब भएको कि जस्तो, केही पनि टाढा देखेको देखिँदैन है। र पोलिटिकल पार्टिजले, नागरिक समाजले, सञ्चार माध्यमले र सिङ्गै समाजले अलिक टाढा पनि देख्न सक्नु पर्यो। अगाडिको भाग मात्रै हेर्ने होइन, अगाडिको कुरा मात्रै हेरेर चल्ने होइन। नत्र भने समाज, सरकार बेलगाम ढङ्गले आलोचना पनि गर्ने कोही भएन, भन्ने पनि कोही भएन, सम्झाउने पनि कोही भएन, यस्तो राम्रो भएन भन्ने पनि कोही आँट गर्ने भएन भने त सरकार त मैले राम्रै गरेछु भनेर बेलगाम अगाडि बढिरहला। अनि यस्तो अवस्थामा हामीले सत्यमा उभिएर, हामीलाई कसैको नचाहिने विरोध गर्नु छैन, झुटो विरोध गर्नु छैन, कसैप्रति लान्छना लगाउनु छैन, तर बेठिक गर्नबाट हामीले रोक्नुपर्छ, आलोचना गर्नुपर्छ। अनि सबै त्रासकै वशीभूत भएर चुपचाप बस्ने हो भने अवस्था बेग्लै हुन्छ। देश फाँसीवादतर्फ उन्मुख हुँदैछ। जनतामा रुवावासी छ। मिटर ब्याज पीडितहरू बाटा छ, उनलाई छकाइँदैछ। सुकुम्बासीहरू हिलोमा छन्, पानीमा छन्, डुबानमा छन्, आफ्नै आँसुबाट डुबेका छन् उनीहरू। गरिबहरू बेहाल छन्, मान्छे बेरोजगार हुँदैछन्, हुँदा छ। विदेश पठायो भन्ने पहिले खुब हल्ला चल्थ्यो, अहिले विदेश पठाउनेहरूको लस्कर पहिलेको भन्दा डबल बढेको छ।